हेलो साथीहरु, वेलकम ब्याक आवर युट्युब च्यानल। आज हामी रियाक्सन गर्नेछौँ बालेन दाइको सङमा म नेपाल हाँसीको हेर्न चाहन्छु भन्ने सङमा रियाक्सन गर्नेछौँ। ल हेरौँ है त सँगै। ओके, लेट्स गो। ओके, स्टार्टिङ नै डेन्जर। हाम्रो नेपालमा हाम्रो नेपालीले भोगेको पीडाहरू सबै होइन, हरेक घरको मान्छे, हरेक घरको एकजना चाहिँ बाहिरकै छ होइन, आफ्नो फ्यामिली छोडेर, आफ्नो सानो सानो बच्चाहरू छोडेर एयरपोर्टमा कहिलेकाहीँ देखिन्छ नि, कहिलेकाहीँ फेसबुकहरूमा यता भिडियोहरू आउँछ, कहिलेकाहीँ 30 40 वर्षको 35 वर्षको अङ्कलहरू पनि मान्छेहरू पनि गइरहेको के फेसबुकमा सिङ्गल बसेर एक्लै फोटो खिचाइरहेको होइन। त्यत्रो बुढेसकालमा पनि विदेश गइरहेको एकचोटि आएको थियो के फेसबुकमा भिडियो आएको थियो होइन, अस्ति भएको भन्ने खालको दृश्य है। अब भावुक भयो के, नेपालको रियालिटी हो होइन। अत्याचार, आक्रमण, अपराध, असमझदारी, विकल्पविहीन विदेशी बैंक भन्छ भिकारी, सिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी, बिगारी केटाकेटी भोको पेटलेटी सिपाही भोको पेटले बसुमारी। घरमा केटाकेटीले पेट पाल्नलाई त भन्ने चाहिँ लाग्ने होइन। चेली बेटी बोकी पेट खेपी पिटाई भिताई रात कुटाई घात खाएर शरीर बिकाई, देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो। देशको माटो नै मिठाई, देशको लागि भक्त झै प्रसिद्ध भो, निशब्द भो, अवशेष बाँकी चोखो बोली जो सित थियो, शिरजप्त भो, देशव्यापी आत्मघाती जो पवित्र थियो, प्राणको आहुति आफ्नै ज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषित, कुण्ठित पीडामा डुबेकी आमालाई के काम विदुषी, गरिबलाई दुई छाक्ने खुसी, शरीफलाई चाहिन्छ कुर्सी, आमाकै साडी बेचेर धनाट सँगै छ पुँजी, गोजी भरि भारू भर भरेर भारतीको रोजी। हाम्रो नेताहरूको कहानी त भने रियल होइन। भारू बोकेर विदेशीको चिसारा मात्र चलिरहेको छ सरकार, अरू के छ भने त्यसमा रियल कुरा। अनि फेरि एकचोटि बोलिरहेको थियो नेपालमा, कसैले बाहिर त्यो बोल्यो भनेपछि केही बोल्यो भने सोसियल मिडिया र मिडियाको ल पनि ल्याएर फेरि सबैको मुख बन्द गराउने भनेको के नै फरक पर्छ र होइन। भएको रियलिटी कुरा हो। आफ्नो देशको झन्डाको लागि आफ्नो देशकोलाई प्यारो हुँदैन र आफ्नो नेपालीहरू हाँसेको र आफ्नो नेपालमा गरिखान कसैलाई नै मन हुँदैन है। घरमा आफ्नो फ्यामिलीहरूसँग टक्क बसेर होइन, आफ्नो छोराछोरीहरूसँग बाबुआमाहरूसँग टक्क बसेर खाना, साँझ सँगै बसेर खानालाई कसैले रहर हुँदैन, बाध्यता। देश एउटा सुन्दर बगैँचा होस्, रङ्गी चङ्गी फुलहरू, हरेकलाई समान गलैँचा होस्, सादर हरेक मूलहरू, अनुकूल प्रतिकूलहरू चिन्ता गर्ने भावना हो, सामूहिक खुसी बिनाको के फाइदा त्यो चाहनाको, औचित्य के त्यो कामनाको, एउटा हाँसो फुट्नलाई उद्देश्य ल्याऊ एक हो, हरेक हातहरू जुट्नलाई गरेर अब देखाऊ कालो अतीतलाई मेटाऊ, गरेर देखाऊ कालो अतीतलाई मेटाऊ, किनकि जनताहरू जाग्नु पर्छ के यसको लागि त छैन। अनि जति नै जे भन्यो नि हाम्रो जनताहरूले चाहिँ देशको जनताले नै त हो नि उनीहरूलाई बनाएको, जाग्नु पर्यो नि। शान्तिको सपना देख्नेकै पुरा हुन्छ, जागृति नै क्रान्ति हो, विपनामा बाटो खुल्ला हुन्छ, जागृति नै क्रान्ति हो। तिमी मालिक हौ र मिहिनेत गर्ने नोकर हो, तिमीले ठोकर खानेछौ मानवता बेगरको, एक पटक कारण बनी हेर अरूको सानो हाँसोको, उसको मुस्कानमा रमाइ हेर निस्वार्थ प्रेम साँचो हो, यो खाँचो हो मायाको, पुरा भए नेपाल हाँस्ने छ, एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाँच्ने छौ। सबैले एक आपसमा सबैले पीडा बुझेपछि नेपाल हाँस्ने छ।
माय गॉड नेपालीको मन नाचेको हेर्न चाहन्छु म नेपाल हाँसेको हेर्न चाहन्छु नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु ओके लास्ट लास्ट पार्ट चाहिँ फेरि डेन्जर है आफ्नो केही आफ्नो घर परिवारलाई कसैले केही राम्रो खुवाउँला र राम्रो लगाउन दिउँला भनेर हिँडेको मान्छे चाहिँ बाकसमा फर्किँदा है हरेक दिन केही न केही कोही न कोही मान्छे त्यस्तै नै फर्किरहेको छ है के गर्ने हाम्रो देशको नेताहरू नै त्यस्तै छ नेता भन्दा पनि के भन्ने जनता नै त्यस्तै छ है जनताले नै चुनाव गर्दाखेरि राम्रो लिडर चुनेर पठाउनु छैन केही नि छैन के भन्ने रियल कुरा है ओके गाइस धेरै अगाडि नबढौँ ओके भिडियो चाहिँ लास्ट भागको बनायो है हामीले कस्तो लाग्यो तपाईँहरूले च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला आफ्नो विचारहरू ओके बाई जय नेपाल